करोड धन्यवाद दिन चाहन्छु गुरु येशू मसीहको नाममा। ईश्वर वनमा होइन मनमा हुनुहुन्छ भनेर जति पनि यो पवित्र मन्दिरभित्र पाल्नुहुने तपाईँ सम्पूर्णप्रति म प्रकाशदीप गैरेको तर्फबाट शिर नेउराहरू उच्च नमन व्यक्त गर्न चाहन्छु। मैले ईश्वरसँग यो मागिरहेको छु, सदा तपाईँहरूको निमित्त यो शिर झुकिरहनेछ पिता भनेर मैले सधैँभरि ईश्वरसँग यही मागिरहेको छु। सदा तपाईँहरूप्रति समर्पित रहनेछु, हजुरहरूकै दुःख सुखमा सारथी बन्नेछु। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु म मसीह येशूको नाममा। तर आज मलाई एउटा कुरा गर्व लागेको छ, तपाईँहरू बाठो पनि हुनुहुँदो रहेछ। कसरी बाठो हुनुहुँदो रहेछ भने मैले ईश्वरसँग मागिरहेको थिएँ, पिता यो भवनमा भव्य सभ्यका साथ हामी एसी फिट गर्न पाएदेखि बाहिर तितर बितर भएर यसरी गर्मीमा एकदमै कतिखेर यहाँबाट निक्लिउँला र बाहिर जाउँला भन्ने जस्तो अवस्था पर्ने थिएन पिता भनेर मैले मनमा कल्पना गरेको थिएँ। तपाईँले माग्न सुरु गर्नुभएछ, बाठो हुनुहुँदो रहेछ, माग्न सुरु गर्नुभएछ र ठ्याक्कै योजना त्यस्तै बन्दै आएको छ। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसीह येशूको नाउँमा। होइन, सायद हेरौँ ईश्वरको योजना तपाईँले माग्नुभयो, पक्कै पनि हरेकले पिता यो भवनमा पनि एसी हुनुपर्छ, हामी आनन्दसँग तपाईँको महिमा गर्न योग्य हुनुपर्छ, जाडोमा तातो हुनुपर्छ, गर्मीमा चिसो हुनुपर्छ भनेर पक्कै माग्नुभयो होला। यो परमेश्वरले योजना बनाउनु भयो र अस्ति इन्जिनियर आएर हेरेर, एसीको इन्जिनियर आएर हेरेर पनि जानुभएको छ। 20 दिनभित्र मैले सकभर यहाँ व्यवस्थापन गरिदिनेछु भन्नुभएको छ। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसीह येशूको नाउँमा। अब हामी केही इन्जिनियरले त भन्नुभयो, फेरि हाम्रो कार्य समिति हुनुहुन्छ, हामी कार्य समितिसँग एकचोटि मिटिङ बस्छौँ, यसलाई पारित गरेर छिटोभन्दा छिटो 20 दिन भन्नुभएको छ एसी इन्जिनियरले भने हामी अझ छिटै यो ठाउँमा ईश्वरको महिमा आनन्दसँग होइन यसरी यसो 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 नगरिकन आनन्दसँग बस्ने दिन परमेश्वरले दिइसक्नुभयो। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसीह येशूको नाम। त्यसैले हजुरहरू धेरै बाठो हुनुहुँदो रहेछ। मैले अस्ति कुरा चुइयाको मात्रै थिएँ, तपाईँले माग्न सुरुवात गर्नुभएछ र परमेश्वरले अब दिने योजना पनि बनाइसक्नु भयो। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु। इमान्दारपूर्वक भन्नु त हजुरहरू कसले यो हलमा एसी चाहिन्छ भनेर माग्नु भएको थियो, हात उठाउनु त। ओ माई गॉड, ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु येशू मसीहको नाममा। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु। माग पाउने छौ, ढोका ढकढक्याउ तिम्रो निमित्त उगारिनेछ, खोज तिमीले भेट्टाउने छौ मेरा सन्तान। आज हामीले माग्यौँ, ईश्वरले हामीलाई दिँदै हुनुहुन्छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु। र स्टेजमा जति पनि केन्द्रीय लिडरहरू विराजमान हुनुहुन्छ उहाँप्रति पनि म प्रकाशदीप गैरेको तर्फबाट शिर नेउराहरू उच्च नमन व्यक्त गर्न चाहन्छु। म्युजिसियनमा रहेर हामीलाई लामो समयदेखि अत्यन्तै आनन्दित बनाउनु हुने सम्पूर्ण म्युजिसियन टिमहरूप्रति पनि म प्रकाशदीप गैरेको तर्फबाट शिर नेउराहरू उच्च नमन व्यक्त गर्न चाहन्छु। अनि हाम्रो क्यामेरा पर्सन हुनुहुन्छ सागर आचार्य सरको टोली, हाम्रो सन्तोष सर, हाम्रो अनिल सर, हाम्रो सन्दीप सर, उहाँ सम्पूर्ण टिमलाई जसले विश्वको कुना कुनामा सच्चाइ केन्द्र नेपाल पुर्याउनु भएको छ। मलाई एउटा कुरा के गर्व लाग्यो भने परमेश्वरले काम कसरी गर्नुहुँदो रहेछ भन्ने कुरा म कतार गएपछि मैले फिल गरेँ। म महलमा कतै घुम्न बाहिर चाहिँ असाध्यै गर्मी गाह्रो होइन, मलमा भित्र जान्थेँ, त्यहाँ भयो भने एसी हुन्थ्यो, त्यहाँ गएर कुनै मलमा बसौँ न बरु एकछिन भने चिसो हुन्छ भनेर त्यहाँ जाँदाखेरि त्यो युट्युबबाट सच्चाइ केन्द्र नेपालको पुरा च्यानल हेरेर बसिरहेको धेरै ठाउँ मैले भेटेँ होइन, धेरै ठाउँ भेटेँ। त्यस भएर बल्ल त्यहाँ गएपछि मलाई फिल भयो कि उहाँहरूले खेलेको भूमिका यति ठुलो विश्वको हरेक कुनामा पुगेको रहेछ। त्यही भएर उहाँहरूको अल टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म मसीह येशूको नाउँमा। र सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, तिमीलाई मेरो वचन मेरो आराधना गर्न सुहाउँदो छ। मेरा सन्तानले मेरा आराधना गर्नेछन् र उसलाई सुहाएको हुन्छ। जब मानिसहरूले सर्वशक्तिमान परमपिता परमेश्वर, हिजोको दिनमा मानिसहरूले के भन्नुहुन्थ्यो भन्दाखेरि परमेश्वर भन्दाखेरि लुकेर आउनुपर्ने अवस्था थियो। त्यो लुकेर आउन पर्ने अवस्थामा हामी खुलेर काम गरिरहेका थियौँ। एकचोटि सोच्नुहोस् त्यो समयलाई। मानिसहरू परमेश्वरको नाम लिन अप्ठ्यारो मान्नुहुन्थ्यो। मानिसहरूले परमेश्वर भन्ने बित्तिकै
नाक खुम्चाउनुहुन्थ्यो, तर त्यो समयमा पनि हामी भने परमेश्वरको हाम्रो टिम भने परमेश्वरको काम गरिरहेको हुन्थ्यो। ईश्वर वनमा होइन मनमा हुनुहुन्छ भनेर। आज हजुरहरू कति सौभाग्यशाली हुनुहुन्छ, कति भाग्यमानी हुनुहुन्छ, कति आनन्दको हुनुहुन्छ। तपाईँले सच्चाइ केन्द्र ईश्वरलाई गलत देखाउने यो सच्चाइ केन्द्रको युट्युब च्यानल हेर्नुहोस्, यत्र लाखौँ मानिसहरूको आस्थाको धरोहर हो। यस्तो अर्काको आस्थामाथि तपाईँले खेलवाड गर्ने, यस्तो भ्रम छर्ने, खबरदार यस्तो भ्रम छर्ने काम नगर्नुहोस् भन्न सक्ने आज तपाईँहरू हुनुभएको छ। त्यसैले भन्छु म कसैलाई पनि यो ठाउँ लुकेर आउने ठाउँ होइन, यो ठाउँ खुलेर आउने ठाउँ हो। परमेश्वरले भन्नुभएको छ मेरो राज्यमा जो खुलेर आउँछ उसले आशिष अनगिन्ती आशिष पाउनेछ। आज हामी लुकेर आएका छौँ, लुकेर आउँदा त आशिष पाएका छौँ भने। अघि हामीले एउटा गवाई सुन्यौँ, याद भयो कि भएन हजुरहरूलाई? मेरो श्रीमानले मलाई लगभग डिभोर्स दिने अन्तिम चरणमा हुनुहुन्थ्यो। म डिभोर्सको पर्खाइमा थिएँ। जब मैले परमेश्वरलाई जाने, जब मैले परमेश्वरलाई चिने, जब म परमेश्वरसँग माग्न थालेँ, जबसम्म मैले मेरो श्रीमानप्रतिको भरोसा, जब म संसारमा थिएँ, मैले कानुनी बाटो अपनाएँ, मैले श्रीमानको विरुद्धमा लागेँ, मैले श्रीमानकोसँग खोजेँ, मैले पाउन सकिनँ। जब मैले मेरो ईश्वरसँग, मैले ईश्वरलाई मनदेखि मान्न सुरु गरेँ, मनदेखि जान्न सुरु गरेँ, अनि मेरो श्रीमानको भन्दा पनि मैले ईश्वरको भरोसा गर्न थालेँ, आज मेरो श्रीमानले पनि मलाई माया गर्नुहुन्छ। म डिभोर्स गर्न सक्दिनँ। आज दुबई जानुभएको छ, दुबई गएर पनि भर्खरै हाम्रो माया प्रीति बसेको छ, भर्खरै मलाई माया गर्नुहुन्छ। हामी त नयाँ छौँ, हेर्नु त परमेश्वरले कस्तो गराउनु हुँदो रहेछ। भर्खरै सुन्यौँ कि सुनेनौँ हामीले गवाई। त्यसैले हामीमा जो कोहीमा पनि त्यो खालको समस्या छ भने, ए हजुर तपाईँ जन्मिँदा गर्भबाट आउने, तपाईँ गर्भबाट आउँदा लिएर आएको सासले त एक दिन छोडेर जान्छ भने, हामी विवाह बन्धनमा बाँधेको भनेको केही समयपछि हाम्रो सबै कुरा फिट एन्ड फाइन भएपछि जोडिएको सम्बन्ध हो। उहाँले छोड्नुहुन्छ या छोड्नुहुन्न त्यसमा ध्यान नदिनुहोस्। पिता तपाईँले छोड्नुहुन्न मलाई। त्यो धेरै चिन्ता नगर्नुहोस्। तपाईँको यदि त्यो सम्बन्ध कसैको पनि त्यो सम्बन्ध बिग्रिन लागिरहेको छ भने आजैबाट ईश्वरसँग माग्न सुरुवात गर्नुहोस्। पिता म उसको करङ हो, तपाईँले भन्नुभएको छ जसरी आदम मस्त निन्द्रामा परेको बेलामा आदमको करङ झिकेर हब्बालाई तपाईँले सृष्टि गर्नुभयो ताकि उसको लागि साथी होस् भनेर हो। म उहाँको करङबाट, जसरी आदमको करङबाट हब्बा बनिन्, यदि म उहाँको करङको हो भने पिता मलाई अझ मेलमिलाप गरेर राखिसक्नुभयो। हजुरलाई करोड करोड धन्यवाद दिन चाहन्छु। जब शैतानिक आत्माले कस्तो मान्छेलाई हात हाल्छ नि, यो कुरा कसैले नभुल्नु है। यो कुरालाई तपाईँले भुल्नु भएन भने जिन्दगीमा धेरै परिवर्तन पाउन सक्नुहुन्छ तपाईँहरू। धेरै तपाईँको लाइफले परिवर्तन पाउँछ। एउटा कुरो के नभन्नु भने, जसको श्रीमान श्रीमतीमा सम्बन्ध राम्रो हुन्छ र उसको प्रगति उन्नति धेरै ठुलो हुनेवाला छ भने उसले शैतानिकवाला आत्माले एट्याक गर्छ। श्रीमान अनि श्रीमतीको सम्बन्धमा तपाईँहरूको सम्बन्ध दूरी बढ्दै गएको छ भने तपाईँहरू बिचमा ठुलो महिमा खडा हुनेवाला थियो। त्यहाँ ठुलो तपाईँहरू लक्की पर्सन हुनुहुन्थ्यो। त्यो शैतानवाला देख्नेवालाले त्यो देख्न चाहँदैन। जस्तै कि मलाई नेपालको हरेक कुनाबाट एकजना मानिसले यस्तो ल्याओस् कि सुन्तलाको बोटमा केरा फलेको, सुन्तलाको बोटमा सुन्तलै फल्छ, केराको बोटमा केरै फल्छ, सुन्तलाको बोटमा केरा कहिले पनि फल्दैन। शैतानको राज्यमा मेलमिलाप उसले कहिले पनि चाहँदैन। त्यसैले जसको किस्मत राम्रो छ, श्रीमान श्रीमती मिलेर परमेश्वरको राज्य बढ्नेछ अथवा अझ उज्जवल भविष्य उसले देख्यो भने श्रीमान श्रीमतीमा के गर्छ, उसले दूरी बढाउन सुरु गर्छ। अनि जब परमेश्वरको राज्यमा आउन सुरु गर्यो भने त्यहीँबाट पनि उसले दूरी बढाउन सुरु गर्छ। जब तपाईँको भविष्य उज्जवल छ भने बल्ल उसले एट्याक गर्छ। त्यसैले तपाईँको श्रीमान अनि तपाईँको श्रीमतीमा, तपाईँको फ्यामिलीमा र तपाईँमा त्यस्ता खालको समस्याहरू आएका छन् भने यो मानिहाल्नुहोस् कि मेरो भविष्य उज्जवल रहेछ पिता, तपाईँले कसरी मलाई चलाउनु पर्ने हो आजबाट चलाउन सुरुवात गर्नुहोस्। आजबाट म तपाईँले भन्नुभएको छ प्रेमले संसार जित्नेछ, ममा प्रेम पलाउनेछ, ममा आत्मीयता बढ्नेछ, म तपाईँको आत्मिकतामा ढल्किनेछु। म शैतानको राज्यतिर होइन, म तपाईँको राज्यमा ढल्किनेछु। जब केही कुरा तपाईँले सहाइदिँदा, केही कुरा तपाईँ
तल परिदिँदा, केही कुरा तपाईँ कमजोर भइदिँदा तपाईँको सम्बन्ध ठिक छ भने कमजोर भइदिनुहोस्, केही फरक पर्दैन, केही फरक पर्दैन। त्यसपछि उसले शैतानिकवालाले हात हाल्न सक्दैन तपाईँलाई। कि जब तपाईँको उज्जवल भविष्यको कामना गर्छ, जब कसले गर्नुहुन्छ? परमेश्वरले। जब तपाईँको उज्जवल भविष्यको उदय हुन लाग्छ नि, तब उसले हात हाल्न सुरु गर्छ। व्यापार व्यवसायमा नोक्सान बनाउन सुरु गर्छ, सम्बन्धमा हात हाल्न सुरु गर्छ, घर परिवारमा हात हाल्न सुरु गर्छ, दाजुभाइमा हात हाल्न सुरु गर्छ, दिदीबहिनीमा हात हाल्न सुरु गर्छ, छोरा बुहारीमा हात हाल्न सुरु गर्छ, सासू बुहारीमा हात हाल्न सुरु गर्छ। त्यतिखेर बुझ्नुहोस् कि कोही पनि सासू खराब छैन, कोही पनि बुहारी खराब छैन, कोही पनि आमा खराब छैन, कोही पनि छोरा खराब छैन, कोही पनि छोरी खराब छैन, कोही पनि आमा खराब छैन। खराब त्यो शैतानिकवाला हातमा छ। किनकि सबैको व्यवस्था मैले गरेको छु र तिमीलाई मेरो महिमा गर मेरा सन्तान। म जातको होइन, म धर्मको होइन, मेरो महिमा गर्न सुहाउँछ तिमीलाई सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ। याद छ तपाईँहरू मार्केट कपडा किन्न को जानु भएको छ? मार्केट बजारमा हात उठाउनु त, कपडा किन्न पसलमा कपडा किन्न को जानु भएको छ? जानु भएको छ? ईश्वरलाई धन्यवाद। यति कपडा किन्न जाँदा आज एउटा कुरा ख्याल नगरे भए एउटा कुरा ख्याल गर्नु होला। जब तपाईँ कपडा हेर्दै 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 जानुहुन्छ नि, जब हेर्दै हेर्दै गइसकेपछि तपाईँले कपडा अनि चेन्जिङ रुम भनेर एउटा रुम हुन्छ, अनि त्यहाँ लुकिङ ग्लास लगाइएको हुन्छ, त्यहाँ याद गर्नु होला। त्यहाँ जब हामी कपडा योले चाहिँ सुहाउँछ भनेर उहाँले दिनुहुन्छ नि, अनि तपाईँ भित्र गएर चेन्जिङ रुममा गएर चेन्ज गर्नुहुन्छ, लगाइसकेपछि के गर्नुहुन्छ? यसो याद छ छैन? याद छ? चारैतिर हेर्नुहुन्छ ऐनामा, होइन? ठ्याक्क के गर्नुहुन्छ? सुहायो कि सुहाएन भनेर हेर्नुहुन्छ। याद गर्नु भएको छ? त्यसपछि अनि पसलेले बाहिर आइदिएपछि अनि तपाईँलाई के भन्नुहुन्छ? यो कपडाले तपाईँलाई कति सुहाएको छ भनेपछि तपाईँले के गर्नुहुन्छ? 5,000 भनेको कुरोलाई पनि 4500 दिनु म लान्छु भनेर 4500 रुपियाँ हालेर कपडा लिएर आउनुहुन्छ र लाएर सजिएर हिँड्नुहुन्छ। यस या नो? यस। 4500 मा लिएको कपडाले तपाईँलाई शोभा दिन्छ भने परमेश्वरको राज्यको आशिषले कति शोभा दिन्छ होला? एकचोटि कल्पना गर्नुहोस्, एकचोटि कल्पना गर्नुहोस्। आज तपाईँले परमेश्वरको महिमालाई पाउनु भएको छ। 4500 को कपडा किन्दा, एउटा साडी किन्दा तपाईँले 50 चोटि ऐना हेर्नुहुन्छ। आज यहाँ दिनभरि 3-4 घन्टा आज वचन सुनेर जानुहुन्छ। यो वचनले मलाई प्र्याक्टिकल गर्नुहोस्, अनि खुद प्र्याक्टिकल जसरी गर्नुहुन्छ अनि ऐना हेर्नुहुन्छ नि, त्यसरी एकचोटि प्र्याक्टिकल गर्नुहोस्। पिता, आज यो वचन आएको थियो, यो वचनले चाहिँ मेरो जीवनमा के काम गर्छ? काम प्रकट हुनुपर्छ पिता। आज मैले यो गवाही सुनेको थिएँ पिता, मेरो जीवनमा जस्तो छ फलानुको जीवनमा तपाईँले काम गर्नुपर्छ पिता, किनकि म त जसो तसो मैले परमेश्वरलाई चिनेको छु। जब त्यो मानिसले 4500 को कपडाले मान्छेलाई बजारमा हिँड्दा पनि शोभा दिन्छ र उसको लाज ढाक्छ, उसको शोभा बढ्छ, उसको इज्जत आउँछ भने परमेश्वरको वचनलाई प्र्याक्टिकल गर्नुहोस् त, अनन्तसम्म पनि तपाईँहरूको शोभा बढ्छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद। गर्नुभयो कि भएन? एकचोटि याद गर्नु त, गर्नुभयो कि भएन? गरेँ भन्नेले हात उठाउनु त। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसीह येशूको नाउँमा। आजबाट यहाँबाट निक्लेका हरेक गवाहीहरू, हरेक वचनहरू, हरेक भजनहरूले तपाईँले साँच्चै नै हृदयमा प्र्याक्टिकल गर्नुहुनेछ। यो वचनले, यो गवाहीले मेरो फलानाको आफन्त थियो, साँच्चै त्यो गवाहीले उसलाई काम भयो भने उसलाई पनि काम हुन्छ। ए फलानु, परमेश्वरको राज्यलाई चिन है, ढिला भइसकेको छ। कर नगर्नुहोस्, कसैलाई कर नगर्नुहोस्, सुनाउने काम तपाईँको, चुन्ने काम परमेश्वरको। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, जब तिमीहरू प्रार्थना गर्छौ नि मेरा सन्तान, ढोङ्गीहरू जस्ता नहौ है मेरा सन्तान। जब तिमी प्रार्थना गर्छौ ढोङ्गी जस्तै नभऊ। संसारमा मानिसहरू ढोङको जीवन जिएका छन्, तर ढोङको जीवन हामी जिउने होइन, हामी ढङको जीवन जिउने हो। ढोङ र ढङ छुट्याउनु भयो? फरक छुट्याउनुहुन्छ? ढोङको जीवन र ढङको जीवन फरक छुट्याउनु भयो? यो दुईटालाई छुट्याउनुहोस् है।
ढोङको जीवन होइन, आज हामीलाई ढङ्गको जीवन जिउनु छ। सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, तिमीहरू संसारिक मान्छे जस्तै ढोङको जीवन जिउने होइनौ मेरा सन्तान, तिमीहरू त मेरा पवित्र सन्तान हौ, ढङ्गको जीवन जिउने छौ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा गरौँ। त्यसैले भन्नुभएको छ कि हे मेरा सन्तान, जब तिमीहरू प्रार्थना गर्दछौ तब संसारको ढोगीहरू जस्तै नभऊ, देखाउनलाई धर्म कार्य नगर मेरा सन्तान। उसले यो संसारमा जसले देखाउनलाई गर्छ उसले संसारमै पाइसकेको हुन्छ, त्यसो केही नाम हुँदैन। तर मेरो परमेश्वरले भन्नुहुन्छ, मलाई मनदेखि पुकार, बरु भित्र एउटै कोठामा भित्र गएर पुकार, म तिम्रो पुकार सुन्नेछु। कसले भन्नुभयो? हाम्रो सर्वशक्तिमान परमपिता परमेश्वर। म त्यो रेस्टुरेन्ट, कतारको रेस्टुरेन्टको नाम त बिर्सेँ मैले, मेरो गवाई सुनाइदिनु है सर भनेर मलाई भन्नुभएको थियो। मेरो काममा यति रास आउने, श्रीमान एकातिर, मलाई छोरा र छोरीको असाध्यै चिन्ता लाग्ने। मलाई धेरै श्रीमानको चिन्ता लाग्थेन, मलाई मेरो छोरा र छोरीको चाहिँ असाध्यै चिन्ता लाग्थ्यो। त्यही क्रममा मेरो काम पनि छुट्यो, अनि काम छुटिसकेपछि मैले काममा जान सकिनँ सर। काममा जान नसकिसकेपछि मेरो उपाय भएन। मलाई छिमेकीले कता कता सच्चाइ केन्द्र नेपाल हेर भनेको थियो, मलाई त्यो कुरा यादै भएन। म कामको सिलसिलामा आज जाऊ काम, भोलि जाऊ काम, उठ्यो कि काम, मलाई कोही सिलसिलामा, कामको सिलसिलामा मैले सच्चाइ केन्द्र नेपाललाई निहाल्ने मौका पाएको थिइनँ सर। जब म थलिँदै गएँ, जब म गल्लिँदै गएँ, मलाई त्यो कुराले हिट गर्यो, कहाँ रहेछ सच्चाइ केन्द्र नेपाल। सबै खोज्छु, फेरि सच्चाइ केन्द्र नेपाल पाउँदिनँ सर, पाइनँ। कता कताबाट एउटा पाएँ, त्यही पनि फेरि आएन। त्यसपछि मैले धेरै नेपालमा सच्चाइ केन्द्रको बारेमा बुझ्न खोजेँ, जान्न खोजेँ, धेरै मान्छे कन्ट्याक्ट गरेँ, त्यहाँ पनि सम्भव भएन। मैले खोज्नुपर्छ भनेर सच्चाइ केन्द्र नेपाल धेरैचोटि खोजेँ, मैले प्राप्त गरेँ। जब मैले सच्चाइ केन्द्र नेपालको युट्युब च्यानल हेर्दै गएँ, त्यहाँभित्रका कुराहरूलाई प्र्याक्टिकल गर्दै गएँ। म विदेशको ठाउँमा थिएँ, गल्दै गएको थिएँ, थलिँदै गएको थिएँ। हरेक गवाईहरू सुने, वचनहरू सुने। त्यसपछि म तङ्ग्रिँदै आएँ। मैले पनि ईश्वरलाई पुकार्दै गएँ र आज म ड्युटीमा आएको छु सर। हजुर, कसरी मैले सोचेको पनि थिइनँ, पितासँग मैले मागेको थिएँ, मैले सोचेको पनि थिइनँ तपाईँ यो रेस्टुरेन्टमा आउनुहुन्छ होला भनेर। हाम्रो रामप्रसाद पराजुली सरले मलाई त्यहाँ लिएर जानुभयो, मलाई त्यहाँ जान्छु भन्ने कल्पना पनि थिएन। 10वटा रेस्टुरेन्ट खोज्दै त्यहाँ पुगिएछ। त्यहाँ पुगिसकेपछि आउनुभयो, आइसकेपछि रोएर भन्नुभयो, सर हजुर, मैले खोजेको ईश्वर आज सचमुच म भित्र रहेछ, मैले बाहिर खोजेको थिएँ। ढुङ्गामा खोजेँ, मूर्तिमा खोजेँ, खोलामा खोजेँ, ठुट्टामा खोजेँ, बुट्टामा खोजेँ, तर ईश्वरलाई जुन दिन सच्चाइ केन्द्र नेपालको युट्युब च्यानल फलो गरेँ अनि ईश्वर यहीँ हुनुहुन्छ भनेर भित्रबाट मन गरेँ। आज मैले जीवन पाएँ र आज म यो रेस्टुरेन्टमा विगत लामो समयदेखि म कार्यरत छु सर हजुर। खुसीले उफ्रिनु भयो। आज हामीले सच्चाइ केन्द्र नेपालको एउटा युट्युब च्यानलबाट ईश्वर हृदयमा मनभित्र हुन्छ भन्दा त हामीले उद्धार पाएका छौँ भने आज तपाईँहरू त मूल मुहानमा हुनुहुन्छ, कसरी उद्धार पाउनुहुन्न हजुर। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, तिमीले एक जोर वस्त्र लगाउँदा तिमी 5 दिन खुसी हौला, जबसम्म त्यो मैला हुँदैन तबसम्म तिमी खुसी हौला। एक जोर 4500मा हारेर ल्याएको कपडा किन्दा त तिमी 5 दिन खुसी हुन्छौ भने मैले त अनन्त खुसीको लागि तिमीलाई यो बाटोमा बोलाएको छु। हाम्रो सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, तिमीलाई मैले 5 दिनको खुसीको लागि निमित्त बोलाएको होइन। आज हरेक मानिसहरू, मैले धेरै मानिसहरू देखेको छु, यहाँ विभिन्न मानिसहरू विभिन्न ठाउँबाट होइन पिल्सिँदै यो ठाउँमा आउनुभएको छ। अब यो ठाउँबाट पनि पिल्सिन पऱ्यो भने कहाँ जाने? त्यसैले यो ठाउँमा आइसकेपछि उद्धार पाउनुपर्छ। जसरी मैले आजभन्दा धेरै दिन अगाडि भनेको थिएँ, जाँतो जो पिसिन्छ, जो मानीको वरिपरि रहन्छ त्यो कहिल्यै पिसिँदैन, जो मानीबाट अलि पर जान्छ ऊ पिसिन्छ, जो परमेश्वरको वरिपरि रहन्छ ऊ कहिल्यै पीडामा रहँदैन, ऊ सधैँ सुरक्षित रहन्छ। त्यसैले एउटा अन्न, एउटा कोदो, एउटा मकै त जाँतोको मानीको नजिक सङ्गत गरेर बस्यो भने ऊ सुरक्षित हुँदो रहेछ भने हामी परमपिता परमेश्वरको सन्तान उहाँको सङ्गत गर्दा र उहाँको नजिक हुँदा किन सुरक्षित हुँदैनौँ हजुर? सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा गरौँ। सडकहरूको कुना र मानिसहरूले देखुन् भनेर खडा भएर ठुला स्वरमा ढोङहरू फुकिरहेका छन् मेरा सन्तान, तिमीहरू त्यस्ता नभऊ है मेरा सन्तान।
तिमी कुनै पनि कुनामा बसेर मेरो महिमा गर्न सक्छौ मेरा सन्तान। म ठुट्टामा रहिन, म बुट्टामा रहिन, म मूर्तिमा रहिन, म मन्दिरमा रहिन, म मस्जिदमा रहिन, म गुरुद्वारमा रहिन, म मन्दिरमा रहिन, म चर्चमा रहिन, म सच्चाइमा पनि छैन मेरा सन्तान। म त तिम्रो हृदयमा छु, सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ। आज मानिसहरूले ईश्वरलाई बाहिर खोज्नु भएको छ, आफूभित्रको ईश्वरलाई तथा नाम भनेर गाली गरिरहनु भएको छ, घृणा गरिरहनु भएको छ। कसले गर्यो? त्यो दुसरावाला शैतानीका आत्माले। आज तपाईँहरूमा कसैमा श्रीमान र श्रीमतीको सम्बन्धमा आज आएर डिभोर्स लिने अन्तिम प्रक्रियामा हुनुहुन्छ भने खबरदार रोकिहाल्नुहोस्, खबरदार गर्दै नगर्नुहोस्। तपाईँको मात्रै डिभोर्स हुँदैन, धेरै कुराको डिभोर्स हुन पुगेको हुन्छ। तपाईँको मात्रै समस्या हल हुँदैन, झन् ठुलो समस्या खडा भइसकेको हुन्छ। अन्तिम अवस्थामा पुग्नु भएको छ भने अझै पनि सोच्नुहोस्, ईश्वरसँग माग्नुहोस्, पिता म उसको करङको अझै मिलाउने काम गर्नुहोस्। हजुरले मिलाइसक्नु भयो। जसले सर्वशक्तिमान परमपिता परमेश्वरलाई विश्वास मनदेखि गर्छ, अघि भन्नुभयो नि, मुखले मात्रै भनेर हुँदैन, जसले मनदेखि गर्छ उसले 100% पाउँछ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु, गुरु येशू मसीहको नाममा। समयले नेटो काटिसकेको छ, बोल्ने इच्छा अत्याधिक थियो, त्यही पनि जति बोले मेरो